नमस्कार साथीहरु, म हुँ अम्मार जीसी र तपाई हेर्दै हुनुहुन्छ मेरो ट्राभल भ्लग। आजको भिडियोमा म तपाईलाई लिएर जाँदै छु सुन्दर देश मलेसिया। नयाँ ठाउँ, नयाँ संस्कृति र रमाइला अनुभव हेर्नका लागि भिडियो अन्तिमसम्म हेर्नुहोस्। मलेसिया आउँदा पहिलो कुरा नै सफा सडक, आधुनिक सहर र अनुशासित ट्राफिक हो। यहाँ पुग्ने बित्तिकै फरक माहौल महसुस हुन्छ। साथीहरु, यो हो मलेसियाको राजधानी क्वालालम्पुर। यहाँको सबैभन्दा चर्चित ठाउँ भनेको पेट्रोनास ट्विन टावर्स हो। राति झन झिलिमिली भएर झन सुन्दर देखिन्छ। मलेसिया बहुसांस्कृतिक देश हो। यहाँ मलय, चिनिया, भारतीय सबै संस्कृतिको राम्रो मिश्रण देख्न पाइन्छ। सबै धर्म र संस्कृतिलाई सम्मान गर्ने देश हो मलेसिया। अब कुरा गरौँ मलेसियाको लोकल खानाको। यहाँको नासी, लेमाक, साते, लक्सा निकै लोकप्रिय छन्। स्वाद पनि एकदमै फरक र मज्जाको छ। मलेसियामा यात्रा गर्न धेरै सजिलो छ। ट्रेन, बस र ग्राब सजिलै पाइन्छ। खर्च पनि अरू देशको तुलनामा ठिकठाक नै छ। मलेसिया घुम्दा मलाई सबैभन्दा मन परेको कुरा भनेको सफा वातावरण, सुरक्षित सहर र मिलनसार मानिसहरू हुन्। साथीहरु, यो थियो मेरो मलेसिया ट्राभल अनुभव। यदि तपाईलाई भिडियो मन पर्यो भने लाइक, शेयर र सब्स्क्राइब गर्न नबिर्सनुहोस्। छिट्टै अर्को नयाँ ठाउँको भिडियो लिएर आउने छु। धन्यवाद।